तपाईले बोलेको कुरा मानिसहरूले ध्यान दिएर सुनेको जस्तो तपाईलाई लाग्दैन? समस्या तपाईको आवाजमा होइन, तपाईले कसरी कम्युनिकेट गर्नुहुन्छ भन्नेमा भएको हुन सक्छ। Here are 3 tips and 3 reasons why people don't listen to you while you are speaking. नम्बर 1 कारण के हो त तपाईलाई नसुन्ने? तपाईले कम्युनिकेट गर्दा, कुराकानी गर्दा चाहिँ तपाईलाई नसुन्नुको मुख्य कारण के हो त? नम्बर 1 कारण भनेको तपाईले एउटा घटना भयो, एउटा स्टोरी सुनाउनु छ भने त्यसलाई धेरै नै एक्सप्लेन गरेर के तपाईले पुरै त्यो घटनामा के भएको थियो, कसो भएको थियो, दुनियादारी सबै त्यो फिल्मै चलाएको जसरी तपाईले त्यो धेरै एक्सप्लेन व्याख्या गर्न थालेपछि अगाडिको मान्छेलाई बोर लाग्दै जान्छ हो। कथालाई चाहिँ हामीले कथाभित्र चाहिँ व्हाई, व्हाट, व्हेन, हाउ यो कुराहरू मिसाउनु पर्छ, तर धेरै पनि मिसाउनु हुँदैन ताकि अगाडिको मान्छेलाई बोरिङ होस्। ठिक्कको पाराले एउटा इन्ट्रेस्टिङ पाराले त्यो स्टोरीलाई चाहिँ एक्सप्लेन गर्ने कोसिस गर्ने। नम्बर 2 भनेको तपाईले कुराकानी गरिराखेको बेला मोबाइल चलाएर यताउता हेरेर अनि त्यसपछि झुकेर अनि सानो शरीर बनाएर यसरी निहुरेर कुरा गर्नुभयो भने पनि तपाई कन्फिडेन्ट साउन्ड गर्नु हुँदैन। तपाईले आफूले आफूलाई चाहिँ म वीक छु, कमजोर छु भनेर पनि देखाउनुहुन्छ। त्यो कुराले गर्दा पनि अगाडिको मानिसले तपाईलाई इग्नोर गर्न थाल्छ। त्यही भएर कुराकानी गर्दा सधैँ मैले भन्ने गर्छु बडी ल्याङ्ग्वेजलाई ओपन राख्ने, हातको गेस्चर्सहरूलाई युज गर्ने। नम्बर 3 टिप्स भनेको चाहिँ तपाईले सधैँ आफ्नो कुरा मात्र सुनाउन खोज्नुहुन्छ। यो सबैभन्दा मेन रिजन, सबैभन्दा मेन कारण हो जसले तपाईलाई एउटा विक कम्युनिकेटर बनाउनुको मेन रिजन भनेको यो पनि हो है त। तपाई जतिखेर नि आफ्नै मात्र स्टोरी सुनाउने, आफ्नै मात्र कथा, व्यथा, आफ्नै मात्र एक्सपिरियन्सहरू सुनायो भने मान्छेलाई अल्छी लाग्छ। मान्छे झ्याउ मान्छन्, फिल बोर गर्छन्। किन भन्दा कम्युनिकेसन भनेको दोहोरो कुरा हो, एकअर्कालाई बुझ्ने हो। कम्युनिकेसन भनेको मैले के नै गरेँ, के नै अचिभ गरेँ भनेर त्यो धेरै देखाउनु आवश्यक छैन। हो देखाउनु पर्छ तर दोहोरो हुनु पर्यो। आफ्नो कुरा सेयर गर्ने अनि त्यसपछि उहाँलाई पनि प्रश्न सोध्ने अथवा अगाडिको मान्छेलाई पनि बोल्ने मौका दिने गर्यो भने त्यो कम्युनिकेसन एकदम बेटर हुन्छ, क्वालिटी हुन्छ। कम्युनिकेसन भनेको के हो त वास्तवमा? दुईजनाले आफ्नो कुराकानी सेयर गर्नु एकअर्कालाई, हैन? दुईजनाले एकअर्कालाई कुराकानी सेयर गर्नु, इमोसन सेयर गर्नु, स्टोरी सेयर गर्नु, एक्सपिरियन्स सेयर गर्नु हो नि त। एकले अर्काको आफ्नो मात्र एक कुरो सुनाउन थाल्नु भयो भने तपाईँ न टिचर हो, न तपाईँ गाइड हो, न तपाईँ मेन्टर हो। तपाईँ त एउटा कम्युनिकेटरमा राम्रो बन्न चाहनुहुन्छ। तपाईँ अरूलाई आफूले बोलेको कुरा प्रभावकारी बनाउन चाहनुहुन्छ भने उसलाई पनि त बुझ्ने कोसिस गर्नु पर्यो, अगाडिको मान्छेलाई पनि त अन्डरस्ट्यान्डिङ गर्ने कोसिस गर्नु पर्यो। सो त्यसैले अर्को पटक तपाईँ कसैसँग कुराकानी गर्दै हुनुहुन्छ भने बोल्नुहोस्, तर अगाडिको मान्छेलाई पनि मजाले सुन्नुहोस् र अनि त्यसपछि एउटा कुरा सधैँ याद राख्नुहोस्, यदि तपाईँ राम्रो कम्युनिकेटर बन्न चाहनुहुन्छ, राम्रो प्रवक्ता बन्न चाहनुहुन्छ भने आस्क मोर क्वेसन्स, स्पिक लेस, लिसन मोर, आस्क बेटर क्वेसन एन्ड मेक देम फिल अन्डरस्टुड। पिपल मे फर्गेट वाट यु सेड बट दे रिमेम्बर हाउ यु मेड देम फिल। यस्तै प्र्याक्टिकल कम्युनिकेसन टिप्सको लागि डु फलो मी एन्ड